काली ओराली गर्दै आँखा भरी रार भर्दै आधी बेरी संग लड्दै खोला नदी सागर तर्दै दुख पीडा बिर्सादै म आए परदेशबाट फर्किआए आफ्नै गाउँ फर्किआए नयाँ नयाँ सपना ल्याए काली ओराली गर्दै अरे अगाडि पो देखिएछ नि ल दाजुभाइ बहादुर दाइ र म आज म्याङलुङमै पृथ्वीराज भाइ जेबी लिम्बू दुवैजना भेट भयौँ चेलीहरूसँग अनि रमाइलो फोटो खिच्ने कार्यक्रम चलिरहेछ ल हस् हजुर यत्रै थियो यसको दादी चाहिँ पहिला हामी अब 4 वर्ष त भयो बरिला भन्दा त म खाँदिनँ ड्रिङ्क्स भनेर ए है टिका दिदी तपाईँलाई चल्छ नि चल्छ तर म धेरै खान थोरै ल अलि जेठी दिदीले खानुहुन्न कान्छी दिदी थोरै दिदी त खाँदिनँ मैले बारी राखेको छु बिरामी खानुहुन्न दिदी मलाई नि अलिकति दिएको जस्तो मात्रै गर्नु ज्याङमा पल्किने भन्दै लु यहाँ दिदी बहिनीहरू सिस्नो खेलाउँदैछन् आज चाहिँ सिस्नो र ढेँडो मजाले खाने प्लान छ है ल ल ल ल ल दिदी बहिनीले खेलाउँदैछन् लु दिदी बहिनी के साह्रो मिलेको हो आडिसो लाग्ने गरी त्यस्तरी हातै बाँधेर चाहिँ हिँड्नु पर्दैन ल ल ल ल पुग्यौँ है यस्तो गर्दै अब कति छैन ल ल ल ल ल लड्दै पर्दै के पाक रे यो चोलुङ पार्क चोलुङ भनेको लेभल माथि थ्याङ्क यू वेलकम कान्छी दिदी खै हेर्नु भएको खै देखिँदैन च्याउ लु भयो एक सुन्दर सहर थियो पिपल छेउमा बर थियो न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो दोषी त हाम्रो नजर थियो हजुर केले स्याउने माना झुरेली सारी हाम्रो पालो आउँदैछ घुमेर कहिले लान्छु फुरस फुल्ने डाफे नाच्ने ठाउँमा कहिले लान्छु फुरस फुल्ने डाफे नाच्ने ठाउँमा कहिले लान्छु फुरस एकदम गलेर बस्नु भएको छ दिदीहरू त्यसले कान्छी दिदी कता हेर्नु भएको हेलो 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 निदा त घामले डढिसक्यो भेनाहरूलाई पनि निकाल्नु भेना भेना गर्न उता हुँदैन ल
पर्यो सप्ता खुसी पश्चिमकाली गण्डकी कर्कलाको पानी जस्तै हाम्रो जिन्दगी हुनु भयो लाउनु सुझुकै पूर्व पर्यो सप्ता खुसी पश्चिमकाली गण्डकी कर्कलाको पानी जस्तै हाम्रो पठाउँछु भाइ आफ्नो उमा दिदी चाहिँ खैदिनु किन भिडियो है ओके दिदीहरूसँग है कान्छी दिदी यहाँ जेठी दिदी यता हेर कान्छी दिदी कति राम्रो देखेको नि यहाँबाट के दिदी लिला दिदी तपाईँको मोबाइल दिनु त तपाईँकोबाट राम्रो आयो त्यसले पछाडि हिँड्नु पर्ने यस्तो गर्नु भयो ल यता हेर्नुहोस् त लु भयो अरे अङ्कल बिस्तारै ल सिन्धुली घरसम्म भयो कि चाहिँ हेर्दा ए हेर्नुहोस् तान्छु त हेर्नु त देखियो खै लखिमदार उता हेर्ने कहाँको तपाईँले अहिले देखेर कहाँदेखि घुमेर आउँदा नलड्ने यो बिन्दा लड्ने भयो ल ल चोलुङ पार्क बसन्तपुरको चोलुङ पार्क है आज यसो घुम्न आएको रमाइलो गर्न दिदीहरूसँग ठिक कान्छी दिदी लिम्बूले नै बनाएको पाएको राम्रो बनाएको छ लिम्बूकै कल्चर छ अन्त राम्रो बनाएको छ के हो ऊ दलेको छ अन्धेर पारेछ भाइले फोटो खिचेको छ भिडियो खै मेरो यहाँ खिच्दै नि आएको आउँदै गरेको त्यो के पिठो दले जस्तो बनाउनु हो त तपाईँ त्यहाँबाट म त त्यति सेकी त छुइनँ होइन यो घामले त्यस्तो भएको स्लो मोसन हो आए दिदी स्लो मोसन ओके लु क्याप्लग गर्दै भयो आउनुहोस् न आउनुहोस् यहाँसम्म नजिकसम्म अनुहार पनि त चिनिनु पऱ्यो नि त्यो टाढोको ल थ्याङ्क यू कान्छ ल हिरो जस्तै देखिन्छ ल हेर्नु त खै यताउता यो खोलेर आमा कस्तो दामी हिरो जस्तै नि आमा वाह बसन्तपुर तेह्रथुम जिल्लाको हाम्रो बसन्तपुरमा रहेको यो चोलुङ पार्क यसो घुम्न आएको सोल्टेनीसँग भेना दुर्पिनबाट पार हेर्दै हुनुहुन्छ है ल देखि पारीको गाउँ हेर्दै हुनुहुन्छ चोलुङ पार्कमा आज सपरिवार यस्तो रमाइलो घुम्न
भिडियो है ल कहाँ अरे यो लसुनेको लसुन अरे लसुनेको लसुन ल ल ल ल ल राम्रो रहेछ रियल लसुन जस्तै देखिने रहेछ ल ल ल पठाइदेऊ है मलाई भिडियो टिकटकमा हेलो भेना र म लसुनेमा है बार सिधै होइन सिधै उता पल्लोपट्टिको सुल्टिन रिसाउनु भयो कि क्या बोल्नु भएको छैन है बिहानदेखि होइन स्ट्रबेरी हो क्या यहाँ त होइन लाली गुराँस ए लाली गुराँसको हो ए म त स्ट्रबेरी पो जस्तो लाग्यो नमस्कार सेवारू मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सहयोग गरिदिनु भएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद अन्त्यमा जाँदा जाँदै मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नुहोला हस्त धन्यवाद सेवारू